यो संसारमा सबै मानिस उस्तै देखिए पनि सबैको सोच उस्तै हुँदैन। केही मानिस समय र परिस्थितिको भारले थिचिएर भिडमा मिसिन्छन्, आफ्नो आवाज गुमाएर, आफ्ना सम्भावनालाई चुपचाप मारेर परिस्थिति अनुसार बाँच्छन्। तर केही त्यस्ता पनि हुन्छन् जो खुला आकाशमा अनन्त उड्न चाहन्छन्, आँधी हुरीसँग पनि सम्झौता होइन, सङ्घर्ष गर्छन्, जो भाग्यको पर्खाइमा बस्दैनन्, बरु आफ्नो भाग्य आफै बनाउँछन्। यही सोच हो चीलको सोच। अब आज आफैलाई एउटा प्रश्न सोध्नुहोस्, तपाईँ को हुनुहुन्छ? भिडमा हराएको एउटा साधारण चरा कि त्यो शक्तिशाली चील जसको उडानले आकाशका सारा सीमाहरू तोडिदिन्छ? आज ईगल माइन्डसेट भन्ने किताबको समरी लिएर आएको छु। अस्तिको भिडियो अलि छोटो भयो भनेर धेरैले कमेन्ट गरेका कारण आज मजाले बुझ्ने गरी विस्तृत रूपमा भन्नेछु। पुरै सुन्नुहोला। यस्ता किताबहरू मानिसहरूले खोजी खोजी पढ्छन्। यस्ता किताबहरू पढ्नु र सुन्नु आफैमा गरिने लगानी नै हो। पुरै सुन्नुहोला। आउनुहोस् सुरु गरौँ। आजको युगमा हरेक विद्यार्थी, हरेक युवा र हरेक सपना देख्ने मान्छेले सफलता, सम्मान र प्रगति त खोज्छन्, तर समस्या कहाँ छ थाहा छ? हाम्रो सोचाइमा। हामी जहिले पनि सजिलो बाटो खोज्छौँ, कम्फर्ट जोनमा रमाइरहन्छौँ। मसँग पैसा छैन, भाग्य नै खराब छ, वा मलाई कसैले साथ दिएनन् भनेर बहाना बनाउँछौँ हामी। तर साथीहरू, हामीसँग स्रोत साधनको कमी छैन, मात्र माइन्डसेटको कमी छ। तपाईको यही सोचाइले, यही माइन्डसेटले तय गर्छ कि तपाईँ जीवनभर अरूको पछि लाग्ने भेडा बन्नुहुन्छ वा संसारलाई नेतृत्व गर्ने, संसारलाई हाँक्ने चील। चीलको शक्ति, द पावर अफ ईगल। के तपाईले कहिले सोच्नु भएको छ चील किन यति निडर हुन्छ? किनकि उसले समस्यालाई समस्या देख्दैन, बरु त्यसलाई अझ माथि उड्ने आधार बनाउँछ। जब आँधी आउँछ, अरू चराहरू ओत खोज्दै गुणतिर लुक्छन्, तर त्यही आँधीको वेगलाई प्रयोग गरेर चील झन् माथि, अझ माथि उड्छ। यो भिडियो ईगल माइन्डसेट भन्ने किताबको सामान्य सारांश मात्र होइन, यो तपाईँ भित्र सुतिरहेको त्यो शक्तिशाली चीललाई जगाउने एउटा अभियान हो जुन अहिलेसम्म डर र शङ्काको खोरमा थुनिएको छ। यस भिडियोमा हामी चरणबद्ध रूपमा सिक्नेछौँ कसरी चील जस्तै सोच्ने, कसरी आइपर्ने समस्यालाई सहज रूपमा ह्यान्डल गर्ने र आफ्नो जीवनलाई एक नयाँ उचाइमा लैजाने। आज हामी धेरै कुरा सिक्नेछौँ र साथसाथै हाम्रो जीवनमा व्यवहारिक रूपमा पनि लागू कसरी गर्ने भनेर बीचबीचमा एक्सन स्टेप्सहरू पनि हुनेछन्। नछुटाई पुरै सुन्नुहोला। अध्याय 1 बाट सुरु गरौँ। किन आवश्यक छ चील माइन्डसेट? कल्पना गर्नुहोस्, जब मुसलधारे वर्षा हुन्छ, ससाना चराहरू ओत लाग्न रुखका हाँगाहरू खोज्छन्, तर चील उसले वर्षाबाट भाग्नुको सट्टा बादललाई नै चिरेर आकाशको त्यो उचाइमा पुग्छ जहाँ वर्षातको एक थोपाले पनि उसलाई छुन सक्दैन। अब प्रश्न के हो भने, के हामी हाम्रो जीवनमा आइपर्ने सानातिना कठिनाइबाट डराएर लुकिरहेका छौँ कि त्यसलाई एउटा अवसरको रूपमा लिएर अगाडि बढिरहेका छौँ? चील केवल एउटा पंक्षी मात्र होइन, यो त साहस, अनुशासन र स्पष्टताको जीवित उदाहरण हो। त्यसैले त विश्वका महान सभ्यताहरूले चीललाई शक्ति र स्वतन्त्रताको प्रतीक मानेका छन्। चाहे त्यो अमेरिकाको राष्ट्रिय प्रतीक होस् वा प्राचीन रोमन साम्राज्यको झण्डा, चील सधैँ सर्वोच्चताको प्रतीक रहिआएको छ। विज्ञान के भन्छ? हाम्रो दिमागलाई हामीले जसरी तालिम दिन्छौँ, यसले त्यसरी नै काम गर्छ। यदि तपाईले चुनौतीलाई खतरा देख्नुभयो भने तपाईको दिमाग रक्षणात्मक बन्छ र तपाईँ डराउनुहुन्छ। तर यदि तपाईले त्यही चुनौतीलाई अवसर देख्नुभयो भने तपाईको दिमागले आफै समाधान खोज्न थाल्छ। फरक मात्र दृष्टिकोणको हो। आजको लागि तपाईको एक्सन स्टेप, आजैबाट एउटा सानो बानी सुरु गर्नुहोस्। कुनै पनि समस्यालाई समस्या भन्न छोड्नुहोस्, त्यसलाई मेरो लागि नयाँ अवसर भन्ने सोच्नुहोस्। जब तपाईँ यो मेरो लागि नयाँ उडानको अवसर हो भन्नुहुन्छ, तपाईको आत्मविश्वास आफै बढेर आउनेछ। अध्याय 2, दृष्टि र स्पष्टता, द पावर अफ विजन। चुनौतीलाई अवसरको रूपमा लिनुपर्छ, ठिकै हो, तर चीलको असली तागत त उसको दृष्टिमा हुन्छ। उसले धेरै टागाको कुरा पनि यति प्रष्टसँग देख्छ जुन कुरा अन्य चराहरूले कल्पना समेत गर्न सक्दैनन्। अब म तपाईलाई एउटा प्रश्न सोध्छु, तपाईको जीवनको सबैभन्दा ठूलो लक्ष्य के हो? यदि मैले 81 तपाईलाई यो प्रश्न सोधे भने के तपाईसँग यसको प्रष्ट जवाफ हुनेछ कि तपाईले अझै पनि सोच्नुपर्छ भन्दै हुनुहुन्छ? याद राख्नुहोस्, जसको दृष्टि प्रष्ट छैन उसको गन्तव्य कहिल्यै निश्चित हुँदैन।
एउटा साधारण व्यक्ति र चीलको मानसिकता भएको व्यक्ति बीचको मुख्य भिन्नता नै यहीबाट सुरु हुन्छ। चीलको आँखा यति तीक्ष्ण र तेजिलो हुन्छ कि उसले कोसौं टाढा रहेको आफ्नो लक्ष्य टार्गेट स्पष्ट रूपमा देख्न सक्छ। तर यहाँ बुझ्नुपर्ने कुरा के हो भने यो केवल उसको आँखाको क्षमता मात्र होइन, यो उसको स्पष्टता, क्ल्यारिटी हो। जब चीलले आफ्नो निशाना तय गर्छ तब उसको लागि बाँकी सबै कुरा ओझेलमा पर्छन्। न उसलाई विशाल आकाशको वास्ता हुन्छ, न तेज हावाको, न त अरू कुनै कुराको। उसको अगाडि केवल एउटा कुरा हुन्छ, उसको लक्ष्य। अब कल्पना गर्नुहोस्, यदि हामीले पनि आफ्नो जीवनलाई यसरी नै हेर्न सक्यौं भने बाहिर जतिसुकै भिडभाड वा अलमल किन नहोस्, यदि हाम्रो नजर आफ्नो सपनामा मात्रै टिक्ने हो भने के सफलता असम्भव छ त? पक्कै छैन। विज्ञान के भन्छ? हाम्रो दिमागमा एउटा प्रणाली हुन्छ जसलाई रेटिक्युलेटिङ एक्टिभेटिङ सिस्टम भनिन्छ। यसले त्यसरी नै काम गर्छ जसरी हामीले यसलाई तालिम दिन्छौं। यदि तपाईको लक्ष्य स्पष्ट छैन भने तपाईको दिमाग ससाना कुरामा अल्झिन्छ। तर यदि तपाईको उद्देश्य क्रिस्टल क्लियर छ भने यो दिमागले अरू सबै बेकारका कुराहरूलाई आफै फिल्टर गरिदिन्छ र तपाईलाई सही बाटो मात्र देखाउँछ। तपाईको लागि एक्सन स्टेप: 1. आजै एउटा डायरी निकाल्नुहोस्। 2. त्यसमा एउटा यस्तो ठूलो लक्ष्य लेख्नुहोस् जुन तपाईं आगामी 5 देखि 10 वर्षमा हासिल गर्न चाहनुहुन्छ। 3. त्यसको मुनि एउटा शक्तिशाली वाक्य लेख्नुहोस्: मेरो लागि यो लक्ष्य बाहेक अरू सबै कुरा सहायक मात्र हुन्। 4. हरेक बिहान यसलाई पढ्नुहोस् र आफ्नो दिमागलाई केवल त्यही कुरामा केन्द्रित हुन तालिम दिनुहोस्। एक सानो अनुरोध साथीहरू, हामी यो मेहनत किन गरिरहेका छौं त? किनकि हामी बुझ्छौं हरेक व्यक्तिसँग मोटा मोटा किताब पढ्ने समय वा पैसा हुँदैन, तर ज्ञानमाथि त सबैको अधिकार छ नि, हैन र? त्यसैले हामी यी विश्व प्रसिद्ध पुस्तकको सारांश तपाईको आफ्नै भाषामा ल्याउँछौं ताकि तपाईको सोच र जीवनमा परिवर्तन ल्याउन सकियोस्। यदि हाम्रो यो प्रयासलाई तपाईले पनि साथ दिनुभयो भने सुनमा सुगन्ध हुनेछ। कृपया सुन्दै च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। अब कुरा गरौं अध्याय 3, एकान्त र स्वतन्त्रता, भिडबाट अलग हुने आँटको। के तपाईले कहिले याद गर्नुभएको छ? चील कहिले पनि चराहरूको बथान वा झुण्डमा उड्दैन। ऊ सधैँ एक्लै उड्छ, त्यो पनि धेरै उचाइमा। हाम्रो जीवनमा पनि जब हामी भिडको पछि लाग्छौं तब हामी उनीहरू जस्तै सोच्न र निर्णय लिन थाल्छौं। तर जब हामी एक्लै उभिने आँट गर्छौं तब मात्र हाम्रो वास्तविक क्षमता बाहिर आउँछ। परेवा वा कागहरू सधैँ झुण्डमा बस्छन् किनकि उनीहरूलाई भिडमा मात्र सुरक्षित महसुस हुन्छ। तर चीलका लागि एक्लोपन कमजोरी होइन, शक्ति हो। किनकि उचाइमा कहिल्यै भिड हुँदैन, त्यहाँ केवल ऊ हुन्छ र उसको लक्ष्य हुन्छ। इतिहास साक्षी छ, जति पनि महान नेता, आविष्कारक वा क्रान्तिकारीहरू भए उनीहरू सबैमा एकान्तमा बसेर सोच्ने बानी थियो। भिडले कहिल्यै इतिहास रच्दैन। इतिहास त तिनले रच्छन् जो भिडबाट अलग भएर एक्लै हिँड्ने साहस राख्छन्। तपाईको लागि एक्सन स्टेप: हप्तामा कम्तीमा 1 घण्टा मी टाइम निकाल्नुहोस्। फोन पर राखेर सबै छोडेर आनन्दसँग बस्नुहोस्, केवल तपाईं र तपाईको विचार। केही बेर यत्तिकै खाली बसेर आफैलाई सोध्नुहोस्, जीवनमा वास्तवमा म के चाहन्छु? जब भिडको आवाज शान्त हुन्छ तब मात्र तपाईको भित्री आवाज प्रष्ट सुनिनेछ। अध्याय 4, एकाग्रता, फोकस, अर्जुन दृष्टि। के तपाईलाई कहिलेकाहीँ यस्तो लाग्छ तपाई मेहनत त धेरै गर्दै हुनुहुन्छ तर नतिजा भने खासै आइरहेको छैन? जस्तै सूर्यको किरण पूरै कोठामा फैलिँदा केवल उज्यालो मात्र हुन्छ, तर जब त्यही किरणलाई एउटा लेन्स, म्याग्निफाइङ ग्लास मार्फत एकै ठाउँमा केन्द्रित पारिन्छ तब त्यसले कागज नै जलाइदिन्छ। यो ठ्याक्कै त्यस्तै हो, लेजर फोकसको तागत। चीलले घण्टौंसम्म आकाशमा फन्को लगाउन सक्छ, तर जब उसले आफ्नो आहारा यानि कि टार्गेट देख्छ तब उसको पूरै संसार धमिलो हुन्छ र उसको नजर केवल त्यो एक बिन्दुमा गाडिन्छ। त्यसपछि ऊ पूर्ण गतिमा तल झर्छ र सिधै प्रहार गर्छ। आजको समयमा हामी मल्टिटास्किङको नाममा धेरै काम एकैसाथ गर्न खोज्छौं, जसले हाम्रो उत्पादकत्व 40%ले घटाइदिन्छ
तर जब हामी केवल एउटा काममा आफ्नो पूरा शक्ति लगाउँछौँ तब हाम्रो दिमाग फ्लो स्टेटमा जान्छ। यो यस्तो अवस्था हो जहाँ समयको पत्तो हुँदैन र तपाईको कार्यक्षमता शिखरमा पुग्छ। याद राख्नुहोस्, सफलता धेरै काम गर्नाले होइन, बरु एउटै काम धेरै राम्रो गर्नाले मिल्छ। सामान्य मानिसहरू हरेक कुरामा हात हाल्छन् र अन्त्यमा कुनै पनि कुरामा निपुण हुन सक्दैनन्। तर असाधारण मानिसहरू एउटा मात्र लक्ष्य छान्छन् र त्यसमा यति विघ्न डुब्छन् कि उनीहरूले पुरै खेल नै बदलिदिन्छन्। तपाईको लागि एक्सन स्टेप: आजै आफ्ना सबै लक्ष्यहरूको एउटा सूची बनाउनुहोस्। त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण एक लक्ष्य छान्नुहोस् र बाँकीलाई केही समयका लागि थाती राख्नुहोस्। अबको 90 दिनसम्म आफ्नो पूरा ऊर्जा केवल त्यही एउटा काममा लगाउनुहोस्। मोबाइललाई डु नट डिस्टर्ब मोडमा राखेर दैनिक कम्तीमा 2 घण्टा डीप वर्क गर्ने बानी बसाल्नुहोस्। अध्याय 5: नेतृत्व, लिडरशिप, चील जस्तो अभिभावकत्व। के तपाईले कहिले याद गर्नुभएको छ जब चील आकाशमा उड्छ, पुरै आकाश उसको साम्राज्य जस्तो देखिन्छ? नेतृत्वको वास्तविक अर्थ अरूलाई दबाउनु होइन, बरु अरूका लागि एउटा मार्गदर्शक बन्नु र बाटो देखाउनु हो। चीलले आफ्ना बच्चाहरूलाई उड्न सिकाउने तरिका निकै अनौठो र प्रेरणादायी छ। उसले आफ्ना बच्चाहरूलाई सुरक्षित र आरामदायी गुणबाट बाहिर धकेलिदिन्छ। किन? ताकि ती बच्चाहरूले आफ्नै पखेटामा विश्वास गर्न सिकुन्। सुरुमा ती बच्चाहरू अत्तालिन्छन्, सङ्घर्ष गर्छन्, लड्छन्, तर अन्त्यमा उनीहरूले उड्न सिकेरै छाड्छन्। सही नेताको पहिचान: मनोविज्ञानीहरू भन्छन्, एक असल नेताले केवल अनुयायी फलोवर्स बनाउँदैन, उसले त आफूभन्दा पनि सक्षम नेताहरू तयार पार्छ। एक असल नेतामा 3वटा गुण हुन्छन्: 1. स्पष्ट दृष्टिकोण, 2. कठिन निर्णय लिने आँट, 3. अरूलाई सशक्त बनाउने क्षमता। चीलले हामीलाई सिकाउँछ कि नेतृत्व भनेको पद वा ओहदा होइन, यो त अरूको जीवन उकास्ने जिम्मेवारी हो। यदि तपाईँ आफ्नो परिवार, समाज वा कार्यस्थलमा हुनुहुन्छ भने आजैबाट कसैको आत्मविश्वास बढाउने वा कसैलाई नयाँ सिप सिकाउने प्रयास गर्नुहोस्। अरूको प्रगतिमा रमाउनु नै असली नेतृत्व हो। अध्याय 6: नवीकरण, रिन्युअल, आफूलाई बदल्ने कला। के तपाईलाई कहिलेकाहीँ यस्तो लाग्छ कि तपाईको जीवन कतै रोकिएको छ? न कुनै उत्साह छ, न कुनै ऊर्जा, केवल एउटै ढर्रामा दिनहरू काटिरहनु भएको छ? यस्तो लाग्छ? ठ्याक्कै यही मोडमा चीलले हामीलाई जीवनकै सबैभन्दा ठूलो र कठोर पाठ सिकाउँछ। जब चील झण्डै 35 देखि 40 वर्षको हुन्छ, उसको शरीर बुढो हुन थाल्छ। पखेटाहरू भारी भएर उड्न गाह्रो हुन्छ, चुच्चो बाङ्गिएर आहारा खान कठिन हुन्छ र नङ्गाहरू कमजोर भएर केही पनि समात्न नसक्ने हुन्छन्। अब चीलसँग 2वटा मात्र विकल्प बाँकी रहन्छन्: 1. या त भोक र कमजोरीले बिस्तारै मृत्युलाई स्वीकार गर्ने, वा 2. एउटा अत्यन्तै पीडादायी प्रक्रियाबाट गुज्रिएर आफूलाई पुनर्जन्म दिने। चीलले दोस्रो बाटो रोज्छ। ऊ एउटा अग्लो पहाडको खोजमा जान्छ र महिनौसम्म एक्लै बस्छ। त्यहाँ उसले आफ्नो बाङ्गिएको चुच्चोलाई ढुङ्गामा ठोकी ठोकी भाँचिदिन्छ। जब नयाँ चुच्चो पलाउँछ, उसले त्यही चुच्चोले आफ्ना पुराना र कमजोर नङ्गाहरू उखेलेर फालिदिन्छ। अनि जब नयाँ नङ्गा आउँछन्, उसले आफ्ना ती भारी र पुराना पखेटाहरूलाई लुछेर फालिदिन्छ। यो कति पीडादायी होला कल्पना गर्नुहोस्। तर यो 5 महिनाको कठोर तपस्या र पीडापछि उसले नयाँ पखेटा र नयाँ जीवन पाउँछ। त्यसपछि ऊ अर्को 30 वर्षसम्म फेरि आकाशको राजा बनेर शानका साथ उड्छ। हाम्रो जीवनको पाठ: हामी पनि कहिलेकाहीँ आफ्ना पुराना बानी, नराम्रा सोच र डरका कारण भारी भएका हुन्छौँ। यदि हामीलाई जीवनमा नयाँ उचाइ छुनु छ भने हामीले पनि आफ्ना ती पुराना पखेटा र चुच्चो अर्थात् खराब सोच र बानीलाई त्याग्नै पर्छ। परिवर्तन सधैँ पीडादायी हुन्छ, तर यो परिवर्तन बिना प्रगति सम्भव छैन। अध्याय 6: नयाँ संस्करणको उदय। चीनले आफ्नो चुच्चो र नङ्ग्रा भाँच्ने यो प्रक्रिया सुन्दा जति सरल लाग्छ, वास्तवमा यो त्यति नै पीडादायी र जोखिमपूर्ण छ। तर यही कष्ट सहेपछि मात्र उसले नयाँ पखेटा र नयाँ जीवन पाउँछ। आजको आधुनिक विज्ञान न्यूरोसाइन्सले पनि भन्छ, हाम्रो दिमाग हरेक उमेरमा बदलिएर नयाँ स्वरूप लिन सक्छ, जसलाई न्यूरोप्लास्टिसिटी भनिन्छ।
यसको अर्थ हो हामी हाम्रा पुराना सोच, काम नलाग्ने विश्वास र खराब बानीहरूलाई जरैदेखि उखेलेर नयाँ मार्ग निर्माण गर्न सक्छौँ। तर समस्या के हो भने हामी आफ्नो कम्फर्ट जोन, आरामदायी घेराबाट बाहिर निस्कनै चाहँदैनौँ। हाम्रो ढिला सुस्ती, समय बर्बाद गर्ने बानी र नकारात्मक सोच नै ती पुराना पखेटा हुन् जसले हामीलाई उड्न दिइरहेका छैनन्। जबसम्म तपाईँ आफूलाई तोडेर नयाँ बनाउने साहस गर्नुहुन्न, तबसम्म तपाईँको नयाँ संस्करण जन्मिने छैन। तपाईँको लागि एक्सन स्टेप: आजै एउटा कागजमा 2वटा कलम्स बनाउनुहोस्। पहिलो कलम: कुन बानीले मलाई अगाडि बढ्न रोकिरहेको छ, जस्तै अबेरसम्म सुत्नु, अनावश्यक मोबाइल चलाउनु, नकारात्मक मान्छेको सङ्गत गर्नु। दोस्रो कलम: ती बानीलाई हटाएर म कुन नयाँ बानी अपनाउन सक्छु, जस्तै बिहान चाँडै उठ्नु, दैनिक 1 घण्टा नयाँ सिप सिक्नु। सुरुमा यी पुराना बानी त्याग्दा पीडा हुनेछ, तर यही पीडा नै तपाईँको नयाँ उडानको टिकट हो। अध्याय 7: आन्तरिक मौनता र भित्री शान्ति। जीवनका सबैभन्दा ठूला र महत्त्वपूर्ण जवाफहरू हल्लाखल्लामा होइन, शान्तिमा भेटिन्छन्। कल्पना गर्नुहोस्, तपाईँ एउटा अग्लो हिमालको टाकुरामा उभिनु भएको छ। वरिपरि बादलको सागर छ, चिसो हावा चल्दैछ र टाढा कतै एउटा चिलको सुमधुर आवाज सुनिँदैछ। त्यहाँ कुनै भिड छैन, कुनै तनाव छैन, केवल अनन्त शान्ति छ। यस्तै एकान्त र मौनता जहाँ तपाईँको जीवनको अर्को कदम र पूरा बाटो ऐना जस्तै छर्लङ्ग देखिन थाल्छ। भित्री शान्ति भनेको संसारबाट भाग्नु होइन, बरु संसारमै बसेर आफूभित्रका हजारौं अनावश्यक हल्लाहरूलाई शान्त पार्नु हो। चिलको स्थिरता: आफ्नो आहारमा झम्टिनु अघि चिल हावामा एकैछिन स्थिर हुन्छ। यो स्थिरता नै उसको सबैभन्दा ठूलो शक्ति हो। हामी पनि हतारमा निर्णय लिन्छौं र फुर्सदमा पछुताउँछौं, तर यदि हामीले कुनै पनि ठूलो काम गर्नु अघि थोरै समय रोकिएर सोच्यौं भने सही दिशा आफै फेला पर्छ। तपाईँ के गर्न सक्नुहुन्छ? 1. गहिरो श्वास। कुनै पनि काम सुरु गर्नु अघि 4 पटक गहिरो श्वास लिनुहोस् र बिस्तारै छोड्नुहोस्। 2. प्रकृतिसँग समय। दिनको 5 मिनेट मात्र भए पनि मोबाइल नछोई चुपचाप बस्नुहोस्, आकाश हेर्नुहोस् वा कतै प्रकृतिमा रमाउनुहोस्। 3. डिजिटल डिटक्स। दिनको केही समय नोटिफिकेसन बन्द गरेर पूर्ण मौनतामा बस्नुहोस्। 4. जर्नलिङ। आफ्ना मनका कुरा र भावनाहरूलाई डायरीमा लेख्नुहोस्। साना साना कुरा छन्, तर हाम्रा लागि महत्त्वपूर्ण छन्। अध्याय 8: डरलाई जितेर अगाडि बढ्नु। हामीमध्ये धेरैलाई लाग्छ कि सुरक्षित हुनु नै सबभन्दा राम्रो कुरा हो, तर सत्य के हो भने सुरक्षित घेराभित्र बसेर मान्छे बाँच्न त सक्छ, तर कहिल्यै उचाइमा पुग्न सक्दैन। जोखिम लिने साहस गर्नेहरू नै इतिहासको पानामा छाउँछन्। हाम्रो दिमागको एउटा हिस्सा एमिगडालाले जहिले पनि नयाँ चुनौती देख्दा डर पैदा गर्छ। उसले भन्छ, यो जोखिमपूर्ण छ, नगर। तर अनुसन्धानले देखाएको छ कि जब हामी योजनाबद्ध तरिकाले जोखिम लिन्छौं, हाम्रो आत्मविश्वास र निर्णय क्षमता कैयौं गुणाले बढ्छ। निर्भीक हुनु भनेको डर नलाग्नु होइन, डर त सबैलाई लाग्छ। तर निर्भीक व्यक्ति त्यो हो जसले डर लाग्दा लाग्दै पनि आफ्नो पाइला अगाडि बढाउँछ। चिलको मानसिकताले भन्छ, डरबाट भाग्नु भनेको आफ्नो शक्ति गुमाउनु हो। जहाँ डर छ त्यही प्रगति लुकेको हुन्छ। त्यसैले जब तपाईलाई कुनै कुराले डर देखाउँछ, तब सम्झिनुहोस्, यही त्यो अवसर हो जहाँबाट मैले उडान भर्नु छ। तपाईको लागि एक्सन स्टेप: हरेक हप्ता आफ्नो कम्फर्ट जोन भन्दा बाहिरको एउटा सानो काम गर्नुहोस्। चाहे त्यो अपरिचित व्यक्तिसँग कुरा गर्नुहोस् वा कुनै मन लागेको कुरा जुन गर्न सकिरहनु भएको छैन, वा कुनै नयाँ प्रोजेक्ट सुरु गर्नु। बिस्तारै तपाईको साहसको दायरा आकाश जस्तै फैलिँदै जानेछ। अध्याय 9: अनुशासन र निरन्तरता, साधनाको शक्ति। सफलता केवल ठूलो सपना देख्दैमा वा जोखिम मोल्दा मात्र मिल्दैन।
यदि चिलले केवल सपना देख्थ्यो तर दैनिक अभ्यास गर्दैनथ्यो भने ऊ कहिल्यै आकाशको राजा बन्न सक्दैनथ्यो। मानिसको जीवनमा पनि असली गेम चेन्जर भनेकै अनुशासन हो। चिल हरेक बिहान सूर्य उदाउनु अघि नै आकाशमा हुन्छ। मौसम खराब होस्, हावाहुरी चलोस् वा शरीर थकित होस्, उसले आफ्नो अभ्यास कहिल्यै छोड्दैन। उसको हरेक उडानले उसको मांसपेशीलाई झन बलियो बनाउँछ र हरेक शिकारले उसको निशानालाई झन तिखार्छ। कल्पना गर्नुहोस्, यदि चिलले अल्छी गरेर गुडमै बसिरहन्थ्यो भने के उसले आधी बेहेरीको सामना गर्न सक्थ्यो होला? पक्कै सक्दैनथ्यो। विज्ञानले के भन्छ? हाम्रो दिमागमा कुनै पनि नयाँ बानी बसाल्न 21 देखि 30 दिनको निरन्तर अभ्यास चाहिन्छ। अनुशासन भनेको कसैले बनाएको नियम पालना गर्नु मात्र होइन, बरु आफ्नो ऊर्जालाई सही दिशामा टिकाइराख्नु हो। तपाईको लागि एक्सन स्टेप: हरेक बिहानको पहिलो 2 घण्टा यस्तो काममा खर्च गर्नुहोस् जसले तपाईको क्षमता र सिपलाई बढाउँछ। मन लागोस् वा नलागोस्, मनमा भन्नुहोस्, यो तपाईको दैनिक साधना हो। जब तपाईँ निरन्तरता तोड्नुहुन्न, तब मात्र तपाईको उडान शिखरमा पुग्छ। अध्याय 10: धैर्य र सही समय। टाइमिङ इज एभ्रिथिङ। चिल केवल शक्तिशाली मात्र हुँदैन, ऊ निकै धैर्यवान पनि हुन्छ। आधीको बीचमा उडिरहँदा उसले हतार गर्दैन। उसले एउटा यस्तो उत्तम क्षणको प्रतीक्षा गर्छ जहाँबाट उसले हावाको वेगलाई आफ्नो पक्षमा पार्न सकोस्। हाम्रो जीवनमा पनि धेरैजसो मानिसहरू हतारमा निर्णय गरेर ठेस खान्छन्, तर सफल ती हुन्छन् जसले मेहनतसँगै धैर्य गर्न जान्दछन्। धैर्यको अर्थ हात बाँधेर बस्नु होइन, धैर्यको अर्थ हो तयारीका साथ पर्खनु। चिलले शिकार गर्नु अघि पुरै वातावरणको अध्ययन गर्छ। हावाको गति कति छ, खतरा कहाँ छ, सबै बुझ्छ, अनि जब समय सही हुन्छ ऊ बिजुलीको गतिमा झम्टिन्छ। हामीले सिक्नुपर्ने कुरा, संसारका ठूला साम्राज्यहरू एकै दिनमा बनेका होइनन्। अधैर्यले तपाईलाई असफलतातिर लैजान्छ, तर रणनीतिक धैर्यले तपाईलाई असाधारण नतिजा दिन्छ। तपाईको लागि एक्सन स्टेप: आगामी 7 दिनका लागि एउटा ठूलो लक्ष्य छान्नुहोस्। सिधै काममा हाम फाल्नु अघि हरेक दिन 15 मिनेट त्यसको राम्रोसँग विश्लेषण गर्नुहोस्। जब तपाईको तयारी र समयको सही तालमेल मिल्छ, तब सफलता सुनिश्चित हुन्छ। निष्कर्ष: तपाईको उडान, तपाईको छनौट। चिलको मानसिकता, ईगल माइन्डसेट, केवल एउटा चराको कथा होइन, यो त दृष्टि, एकाग्रता, साहस, पुनर्जन्म, नेतृत्व, निर्भीकता, अनुशासन र धैर्यको एउटा अद्भुत सङ्गम हो। अब छनौट तपाईको हातमा छ। के तपाईँ अझै पनि भिडमै हराएर एउटा साधारण जीवन बिताउन चाहनुहुन्छ वा आफूभित्रको त्यो चिललाई जगाएर आकाश जित्न चाहनुहुन्छ? याद राख्नुहोस्, यदि तपाईले यो चिल सोचाइ, ईगल माइन्डसेट अपनाउनु भयो भने संसारको कुनै पनि आधीले तपाईलाई रोक्न सक्ने छैन। साथीहरू, अहिले हामी यो ईगल माइन्डसेट अर्थात् चिलको मानसिकताको यात्राको अन्तिम मोडमा आइपुगेका छौँ। यो अडियो बुक केवल सुन्नका लागि मात्र थिएन, यो त आफैलाई चिन्ने र बदल्ने एउटा ऐना थियो। 3500 शब्दको यो यात्रा पूरा गरिरहँदा कतिपयको मनमा प्रश्न उठ्न सक्छ, अन्ततः हामीले यसबाट के सिक्यौं त र यसलाई हाम्रो वास्तविक जीवनमा कसरी उतार्ने त? आउनुहोस्, हामीले सिकेका ती मुख्य 7 जीवन उपयोगी सूत्रहरूलाई फेरि एकपटक मनन गरौँ। 1. दृष्टिकोण नै सबै थोक हो। पर्सपेक्टिभ इज एभ्रिथिङ। हामीले सिक्यौं कि समस्या आफैमा समस्या होइन, हामीले त्यसलाई कसरी हेर्छौं भन्ने कुरा नै समस्या हो। अरू चराहरू आँधीलाई खतरा देख्छन् र लुक्छन्, तर चिलले त्यसलाई उडानको सिँढी देख्छ। हाम्रो जीवनमा आउने दुःख, अभाव र असफलताहरू पनि त्यही आँधी जस्तै हुन्। यदि तपाईले यिनलाई अवसरको रूपमा देख्न थाल्नुभयो भने तपाईलाई यो संसारको कुनै पनि शक्तिले भुइँमा पछार्न सक्दैन। 2. स्पष्टताको शक्ति, द पावर अफ क्ल्यारिटी। स्पष्ट लक्ष्य बिनाको मेहनत अँध्यारोमा तीर चलाउनु जस्तै हो। चिलले किलोमिटरौं टाढाबाट आफ्नो निशाना देख्छ। हामीले के सिक्यौं भने जबसम्म हाम्रो दृष्टि क्रिस्टल क्लियर हुँदैन, तबसम्म हाम्रो ऊर्जा छरपस्त भइरहन्छ। त्यसैले धेरै कुराको पछि लाग्नुभन्दा एउटै ठूलो लक्ष्यमा आफ्नो पूरा ध्यान केन्द्रित गर्नु नै बुद्धिमानी हो। 3. एकान्त कमजोरी होइन, शक्ति हो। यो संसारमा भिडको पछि लाग्न सजिलो छ, तर भिडबाट अलग भएर आफ्नो पहिचान बनाउन साहस चाहिन्छ। हामीले सिक्यौं कि कहिलेकाहीँ एक्लै हुनुको अर्थ एक्लो हुनु होइन, बरु आफैलाई चिन्नु र आफ्नो क्षमता तिखार्नु हो। चिल सधैँ उचाइमा एक्लै उड्छ। तपाईँ पनि यदि संसारलाई केही नयाँ दिन चाहनुहुन्छ भने भिडको हो हल्लाबाट टाढा बसेर आफ्नो भित्री आवाज सुन्न सिक्नुहोस्। 4. परिवर्तन पीडादायी हुन्छ, तर अनिवार्य छ।
चीलको त्यो पुनर्जन्मको कथाले हामीलाई एउटा कठोर सत्य सिकायो। यदि तपाईलाई पुरानो जीवनबाट मुक्ति र नयाँ उचाइ चाहिएको छ भने तपाईले आफ्ना पुराना बानी, नराम्रा सोच र कम्फर्ट जोनलाई त्याग्नै पर्छ। जसरी चीलले आफ्नै चुच्चो र नङ्गा भाँच्छ, हामीले पनि आफ्ना कमजोरीहरूलाई त्यसरी नै निर्मम भएर त्याग्नुपर्छ। रूपान्तरण बिनाको जीवन केवल एक रस्ता मात्र हो। 5. नेतृत्व भनेको अरूलाई पनि सशक्त बनाउनु हो। हामीले सिक्यौं कि सही अर्थमा नेता ऊ होइन जसले अरूलाई नियन्त्रण गर्छ, बरु नेता त ऊ हो जसले अरूलाई आफ्नै खुट्टामा उभिन र उड्न सिकाउँछ। चीलले आफ्नो बच्चालाई गुडबाट धकेल्नुको अर्थ उसलाई मार्न खोज्नु होइन, बरु उसलाई आत्मनिर्भर बनाउनु हो। यदि तपाईँ सफल हुन चाहनुहुन्छ भने आफ्नो वरिपरिका मानिसहरूलाई पनि सफल बनाउने बाटो देखाउनुहोस्। 6. अनुशासन र निरन्तरता। ठूला कुराहरू अचानक प्राप्त हुँदैनन्। चीलको त्यो अद्भुत उडान उसको दैनिक अभ्यास र अनुशासनको नतिजा हो। हामीले के बुझ्यौं भने जोशले काम सुरु गर्नु राम्रो हो, तर होस र अनुशासनका साथ त्यसलाई निरन्तरता दिनु महानता हो। जस्तोसुकै परिस्थितिमा पनि आफ्नो लक्ष्यप्रतिको निष्ठा नछोड्नु नै चीलको असली ताकत हो। 7. डरलाई कम्पास बनाउनुहोस्। फियर एज अ कम्पास। अन्त्यमा हामीले सिक्यौं कि डर भाग्ने कुरा होइन। जहाँ डर लाग्छ सम्झिनुहोस् कि त्यही तपाईको विकास लुकेको छ। डर हुँदाहुँदै पनि कदम चाल्नु नै वास्तविक बहादुरी हो। चीलले आधीलाई चुनौती दिए झैं तपाईँ पनि आफ्ना डरहरूलाई चुनौती दिनुहोस्। मेरो एउटा सानो प्रश्न, यो अडियो बुक सुनिसकेपछि के तपाईँ अझै पनि त्यही पुरानो मान्छे बनेर बस्न चाहनुहुन्छ? के तपाईँ अझै पनि सानातिना समस्याहरूमा अल्झिएर आफ्नो समय खेर फाल्न चाहनुहुन्छ? पक्कै पनि चाहनुहुन्न, किनकि तपाईभित्र पनि एउटा चील छ जो आकाशको उचाइ नाप्न आतुर छ। उसलाई केवल तपाईको अनुमति र अलिकति साहसको खाँचो छ। आजैबाट, अहिलेबाट आफ्नो जीवनको कमान सम्हाल्नुहोस्। आफ्ना पुराना पखेटाहरू झार्नुहोस्, आफ्नो दृष्टि प्रष्ट पार्नुहोस् र सुरु गर्नुहोस् एउटा यस्तो उडान जसले तपाईलाई मात्र होइन, तपाईको पुरै पुस्तालाई प्रेरणा दिनेछ। याद राख्नुहोस्, आकाशको कुनै सीमा हुँदैन, सीमा त केवल हाम्रो सोचाइमा हुन्छ। चील बन्नुहोस्, उचाइमा उड्नुहोस् र आफ्नो पहिचान आफै निर्माण गर्नुहोस्। यो यात्रामा मसँग अन्त्यसम्म रहनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। यदि यो सारांशले तपाईको जीवनमा थोरै मात्र पनि ऊर्जा थपेको छ भने यसलाई आफ्नो साथीभाइ र परिवारमा शेयर गर्न नभुल्नुहोला, किनकि ज्ञान बाँड्नाले झन बढ्छ। तपाईको जीवनको यो नयाँ उडान सफल रहोस्। म फेरि अर्को यस्तै शक्तिशाली अडियो बुक सारांशका साथ उपस्थित हुनेछु। तबसम्मका लागि बिदा दिनुहोस्। अटल रहनुहोस्, निडर बन्नुहोस् र सधैँ चील जस्तै माथि उड्नुहोस्। यहाँहरूको समय सुन्दर बितोस्। धन्यवाद। नमस्ते।